डिस्कस्टिङ लागिरहेको। ओके तो आजबाट म स्टार्ट गर्नेवाला छु हैन। हिजै तपाईलाई भनेको थिएँ कि आज चाहिँ करेन्ट एफेयर्सको बारेमा हामी पढ्ने, यसलाई कसरी प्रिपेयर गर्ने त्यो कुरा हामी भनेको थिएँ हैन। सो मैले तपाईहरूलाई बुकमा सबै कुरा दिएको नै छ, तर म तपाईहरूलाई राम्रो राम्रो यस्तो ट्रिक दिने जुन ट्रिकले तपाईहरू क्याप्चर गर्न सकोस्, जुन हाम्रो हेल्दी डिस्कसन होस्, त्यो हेल्दी डिस्कसन ले हाम्रो के भन्छ माइन्डमा रिकल गर्न इजी होस् भनेर त्यो मेथडले म तपाईहरूलाई पढाउने छु। यहाँ हेर्नुस् त, हिजो मैले कुरा गरेको थिएँ प्राइम मिनिस्टर। प्राइम मिनिस्टर भनेको अहिले को छ भनेदेखि सोद्धाखेरि त जो पनि भन्न सकिन्छ हैन, बालन छ भनेर भन्न सकिन्छ। त्यसमा पनि बालन भन्दाखेरि हुँदैन, बालेन्द्र बालेन्द्र शाह उहाँको नाम छ, त्यो कुरा बुझ्नुपर्छ। अब बालेन्द्र शाहसँग तीनवटा नाम हामीले जोड्ने, बालेन्द्र शाहसँग तीनवटा नाम हामीले जोड्ने, जसका नामहरू छन्, एउटाको नाम ढोल प्रसाद आर्य र अर्कोको नाम चाहिँ के भन्छ ढोल प्रसाद आर्य र अर्को चाहिँ डिपुटी स्पिकर्स भनेर हाउस अफ रिप्रेजेन्टेटिभ्स भनेर सुन्ने। अनि त्यसपछि तीनवटाको नाम रिमेम्बर गर्ने। अब यो तीनवटाको नाम कसरी रिमेम्बर गर्ने? बालेन्द्र शाहको नाम 2082 चैत्र 13 गते हैन, चैत्र 13 गते बनिसकेपछि त्यसपछि ढोल प्रसाद आर्य 2082 चैत्र 22 गते चाहिँ के भन्छ को बनेको थियो त? सेकेन्ड। 23 पछि के छ? सेकेन्ड छ 22 हैन। बुक लिएर आउ नानी उता भन्नु, म्यामले बुक भन्नु भएको छ दिनको लागि। पेमेन्ट भइसकेको छ, बुक दिनु न एउटा भन्नु। अनि त्यसपछि डेपुटी स्पिकर अफ हाउस रिप्रेजेन्टेटिभ्स। अब डेपुटी रिप्रेजेन्टेटिभ र त्यसपछि स्पिकर्स अफ हाउस र प्राइम मिनिस्टर, यो तीनवटा कुरा एकैचोटि रिमेम्बर गर्ने, किनकि यो तीनवटा चैत्रमै भएको थियो र यसको नम्बर हेर्दाखेरि तपाईँ अहिले हेर्नु 13, 22 र अर्को 27 यसरी रिमेम्बर गर्ने। 13, 22 र 27, 13, 22 र 27 रिमेम्बर गर्ने। 385 पेज नम्बर छ। सो 13, 22 र 27 भनेर यसरी रिमेम्बर हामीले गर्ने। अब यो रिमेम्बर गर्दाखेरि इजी तरिकाले कसरी इजी तरिकाले, अब ढोलक प्ले हुन्छ हैन, ढोलक बजाउन मिल्छ कि मिल्दैन? ढोलक बजेपछि के हुन्छ? स्पिकर जस्तो साउन्ड आउँछ, त्यो कुरालाई स्टोरीमा के भन्छ कनेक्ट गर्ने। अनि त्यसरी रिमेम्बर गर्ने। त्यसपछि रुबी भनेको के हुन्छ? रुबी एउटा डायमन्डहरू चम्किन्छ हैन, अनि रुबी ठाकुर छ। रुबी ठाकुर को छ हाम्रो? हजुर त्यो तीनटै कुरा रिमेम्बर गर्ने। 13 अनि अर्को 22 अनि 27, 13, 22 र 27 रिमेम्बर गर्ने माइन्डमा। किनकि अब यो कुम्याट एक्जाम, सिम्याट एक्जाम र के भन्छ तपाईको पुम्याट एक्जाम एकदमै इम्पोर्टेन्ट छ। यदि तपाईँ यही क्वेसनहरू प्रिपरेसन गर्नुहुन्छ भनेदेखि, मजाले आयो भनेदेखि 10 लाख पर्ने पढाइहरू तपाईहरू के गर्न सक्नुहुन्छ? स्कलरसिपमा पढ्न सक्नुहुन्छ। टियुले 50%, तर पोखरा युनिभर्सिटीले 100%। अनि हो, अनि पियु भनेको पोखरा युनिभर्सिटीको लागि, अनि अर्को कुम्याट भनेको काठमाडौँ युनिभर्सिटीको लागि हैन। अनि मानौ कि टियुले हामीलाई 50% पनि स्कलरसिप दियो 10 लाख पढ्ने सब्जेक्टको, त हामीलाई कति पर्सेन्ट सहज हुन्छ? 5 लाख रुपियाँ सहज भयो कि भएन? अहिलेको जुन यो कोर्स गर्दै हुनुहुन्छ त्यो कोर्सको कति पैसा छ? फिजिकल कोर्सको 3500 रुपियाँ हैन, 3500 छ। ल अनलाइनको 3000 छ। त यो ठुलो कुरा भयो कि त्यो ठुलो कुरा भयो? नाम निस्किसकेपछि ठुलो कुरा भयो। सुन्दै हुनुहुन्छ तपाईहरु मलाई? तो उता त कोही बोली नै रहेको छैन। फिजिकल क्लासमा ओके, फिजिकल क्लासमा हिजो भन्दै हुनुहुन्थ्यो 7-8 जना आउँछ भनेर, अहिले त आउनु भएको छैन हैन। हिजो सरले यहाँ 7-8 जना आउनुहुन्छ भनेर, अनि हिजोको पनि एकजना अब्सेन्ट भयो आज। ठिकै छ। सो
त्यो कुराहरू छोडिदिनु। अब यता हेर्नुहोस् त, तीनवटा कसरी रिमेम्बर गर्ने, बालेन्द्र, त्यसपछि डोल प्रसाद आर्य र अरू रुबी कुमार ठाकुर भनेर याद रिमेम्बर गर्ने, 13, 22 र 27 भनेर। अब त यो बिर्सिनु हुँदैन नि। त्यसपछि अर्को कुरा के छ भनेदेखि अब अर्को नेक्स्टमा हेर्नुहोस् त, युएसएले इरानमाथि कहिले एट्याक गरेको थियो, युएसएले इरानमाथि कहिले एट्याक गरेको थियो, यो क्वेसनहरू पनि सोधिरहेको हुन्छ के। युएसएले इरानमाथि कहिले एट्याक गर्यो, त्यहाँ बुकमा हेर्नु कहिले एट्याक गर्यो हेर्नु त त्यहाँ, फेब्रुअरी। अब हेर्नु, एट्याक गर्दाखेरि कुन कुरा केसमा एट्याक गर्छ, भ्यालेन्टाइन डेको दिनमा कसैलाई गिफ्ट दिनुपर्ने हुन्छ, एट्याक गर्नुपर्छ कि गर्नु पर्दैन, हो कि न। अनि त्यो एट्र्याक्सन र यो एट्याक भनेको के हो भनेदेखि छुट्टै हो, तर त्यो कुराले त रिमेम्बर हुन्छ। त्यही भएर 28मा के गर्ने, 28मा के हुन्छ भनेदेखि 28 2026 फेब्रुअरीमा के भएको थियो, एट्याक गरेको थियो हैन, युएसएले को माथि, इरानमाथि गरेको थियो। त्यो कुरा रिमेम्बर गर्न इजी हुन्छ। अब बुझ्नु भयो नि, यसरी बुझ्ने। त्यसपछि अर्को क्वेसन हेर्नुहोस् त कसरी बुझ्ने। अब तपाईको यहाँ के भनिरहेछ, फर्स्ट र्याङ्क इन इभी सेल्स 2005 र नेपाल इज द र्याङ्क इन इभी सेल्स इन 2005 भनेर। अब हेर्नुहोस् त, इन्भाइरोमेन्ट एकदमै पोल्युटेड हुन्छ भनेदेखि हैन, अब नो वे के अब मात्र इलेक्ट्रिक गाडी युज गर्नुपर्छ भनेर त्यो कुरा बुझ्नुपर्छ। अब यतिको काठमाडौँ इन्भाइरोमेन्ट भइसकेको छ कि अब कुनै वे छैन कि के भन्छ पेट्रोल गाडी अब युज नगर्ने, अब मात्र इलेक्ट्रिक गाडी युज गर्ने। अब इलेक्ट्रिक गाडी पेट्रोल गाडीको कुनै अब के भन्छ त्यो छैन, अब मात्र इलेक्ट्रिक गाडी युज गर्नुपर्छ। यहाँबाट के सम्झिन्छ, एउटा स्टोरी हामी माइन्डमा क्रिएट गरेपछि हामीलाई के सम्झिनु, एउटा सम्झना आउँछ कि अब कुनै पनि वे छैन। नो वे भनेपछि नर्वे भनेको फर्स्ट र्याङ्कमा आउँछ हैन, र नेपाल भनेको सेकेन्ड र्याङ्कमा आउँछ। यसरी वर्डहरूलाई निकालेर प्रिडिक्ट गरेर अनि रिमेम्बर गर्न सकिन्छ, सजिलो हुन्छ। त्यसपछि अर्को कुरा अब हेर्नुहोस् त, यहाँ अर्को के छ, विन्टर अफ द भोइस अफ नेपाल सिजन। अब विन्टर अफ भोइस नेपाल सिजन, भोइस छ, भोइस लेखिरहेछ नि, भोइस लेखिरहेछ। यो भोइसबाट के कुरा फर्स्ट आउँछ, भोइस सिजनको कसले, गीता कुमारी थापा मगरले गरेको थियो हैन। अब भोइसबाट जसको राम्रो सुर हुन्छ त्यो के गर्छ, गीत गाउँछ। गीताले गीत गायो, गीताले के गरेको थियो, गीत गाएको थियो। अनि त्यसपछि त्यो तरिकाले के हुन्छ, यसरी भोइसलाई के भन्छ कोरिलेसन गर्न पाइन्छ। त्यस हजुर सरी नीता कुमारी थापा छ नि, गीता यहाँले के भन्छ मिस्टेक भयो। नीता कुमारी थापाले के गरिरहेछ भनेदेखि गीत गाइरहेछ भनेर त्यो कुरा रिमेम्बर गर्ने, नीता नसोच्ने। त्यसपछि अरू कुरा के छ भनेदेखि विन्टर अफ द फर्स्ट नेपाल आइडल सिजन। अब हजुर सरी विनर अफ द नेपाल आइडल सिजन 6 सिजन कसले जितेको थियो त, गंगा सोमन भनेर सिन्धुपाल्चोकमा जितेको थियो। यो यस्तो क्वेसनहरू सोधिन्छ, तर मलाई लाग्छ कि यो पार्टिकुलरली यो क्वेसनमाथि म एग्री छुइनँ है। अरू क्वेसनहरू सोध्न सक्छ तर यो क्वेसन मेबी सोध्न सकिँदैन, किनकि हाम्रो इन्भाइरोमेन्टमा एउटा ठुलो करेन्ट एफेयर्समा रोल प्ले गर्दैन। त्यही भएर म यो क्वेसनलाई रिमेम्बर गर्न आइडिया पनि लगाएको छु। त्यसपछि अर्को नेक्स्टमा हेर्नुहोस् त, कन्ट्री विथ लार्जेस्ट इकोनोमिक्स इन 2025 को डाटा हिसाबले। अब हाम्रो दिमागमा सानोमा अहिले पनि धेरैजनाले के भन्छ कि म अमेरिका जान्छु पढ्नको लागि। कतिको गाउँघरमा बुवाहरू के भन्छ, ए मेरो छोराछोरीहरू अमेरिका गइरहेछ पढ्नको लागि हैन। किन भनिरहेको हुन्छ, किनकि सबै कुरा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट छ, त्यहाँ चाहिँ जब अपर्च्युनिटिजहरू छ, त्यहाँ चाहिँ टेक्नोलोजी एडभान्स छ, गुड। त्यसपछि ह्युमन रिसोर्सको म्यानेजमेन्ट गर्ने क्यापेसिटी राम्रो छ, त्यहाँ स्किल्ड पिपुलहरू धेरै छ, त्यहाँ पढे लेखेको मान्छेहरू धेरै छ हैन, सबै कुरामा डेभलप छ। त्यहाँ इकोनोमिक्स पनि त डेभलप होला नि त, हो कि न? हो। त त्यसरी हामीले दिमागमा अहिले नै छाप छोड्नुपर्छ
कि हाम्रो चाहिँ इकोनोमिक्स रिलेटेड पनि युनाइटेड स्टेट अफ अमेरिका हुन्छ। त्यसपछि वर्ल्ड फर्स्ट एआई मिनिस्टर, यो क्वेसन आउन सकिन्छ। वर्ल्ड फर्स्ट एआई मिनिस्टर को छ भनेदेखि भनेर क्वेसनहरू आउन सकिन्छ। किन आउन सकिन्छ त? अहिले के को जमाना छ भन्नुहोस् त? साइन्स एन्ड टेक्नोलोजीको जमाना छ, हो किन? अहिले हामी यो जुन डिजिटल बोर्ड युज गरिरहेको छौँ यो त एउटा टेक्नोलोजी नै छ होइन। पहिला त मान्छेहरू के युज गर्थ्यो? पेन्सिल, त्यो चक हुन्छ नि, माटोको चक समेत पनि धेरै इस्वी कालहरूमा त त्यही युज हुन्थ्यो। तर अहिले एआई रिलेटेड सबै कुरा भइरहेछ भने यो क्वेसन पक्कै सोध्न सकिन्छ इक्जाममा। त्यही भएर यसको नाम चाहिँ रिमेम्बर गर्ने। अनि यसको नाम रिमेम्बर गर्दाखेरि तीन चार पटक लेख्ने, किनकि यो 2-3वटा नामहरू जुन हुन्छ नि त्यसलाई रिमेम्बर गरेर पनि गर्न सकिँदैन। त्यही भएर यसलाई डिए भनेर रिमेम्बर गर्ने। एआई को बुवा भनेको डिए भनेर रिमेम्बर गर्ने। यसलाई एआई को बुवा डिए छ भनेर त्यो कुरा गरेर रिमेम्बर गर्ने। त्यसपछि अर्को छ वान अफ हु क्लाइम्ब एभरेस्ट विथ आर्टिफिसियल लेग। अब हेर्नुहोस् त, हरीको लेग के भन्छ भाँचेपछि हरीले आर्टिफिसियल लेग लगाएर अनि त्यसपछि सगरमाथामा चढेको थियो। अब हरि नाम भनेको के हुन्छ? भगवानहरू कहाँ हुन्छ? पर्वतमाथि बस्छ कि बस्दैन? त भगवानहरू पर्वतमाथि बस्छ भनेदेखि भगवानहरूमा कृष्णको अर्को नेम भनेको हरि हो। त्यसरी बुझ्नुपर्छ। एउटा हरि भगवान भन्ने मान्छेसँग त्योसँग एउटा दिव्य शक्ति थियो कि त्यो मान्छेले, कोही मान्छेसँग त अहिलेको जमानामा खुट्टा भए पनि त एभरेस्ट चढ्न सकिँदैन, तर त्यो मान्छेले आफ्नो आर्टिफिसियल खुट्टा लगाएर पनि त्यो के गर्यो त त्यहाँसम्म पुग्यो, हो किन? त यो क्वेसनले हाम्रो इक्जाममा यसरी टिक लगाउने बेला त क्वेसन हुन्छ, हो किन? टिक लगाउने बेला क्वेसन हुन्छ। त टिक लगाउने बेला क्वेसनमा हामी के बुझ्ने कि भगवान उसँग चाहिँ एउटा दिव्य शक्ति थियो, त्यो कारणले गर्दा ऊ के गर्यो कि त्यहाँ आर्टिफिसियल खुट्टाले पनि चढ्यो। उसँग एउटा क्यापेसिटी थियो, हिम्मत थियो। त्यो कहाँबाट आयो? त्यो एउटा मतलब एउटा चमत्कार नै भयो, हो किन? नत्र त मान्छेहरू रियल खुट्टाले त कति गाह्रो हुन्छ, त्यो आर्टिफिसियल खुट्टाले चढ्यो, हो किन? त्यो पनि त्यसको नाम के छ भनेदेखि हरि छ होइन। हो, त्यसरी रिमेम्बर गर्ने। यसरी रिमेम्बर गर्दाखेरि कहिले बिर्सिँदैन हरि। त्यसपछि बुद्ध। अब डेट छ यहाँ होइन। अब डेट कहिलेको डेटमा चढियो त? 2080 छ। 2080 जेठ 5 गते होइन। 2080 जेठ 5 गते चढ्यो। तर यहाँ कुनै कुनै बेला हामीलाई 2080 यस्तो अप्सनमा यस्तो क्वेसनहरू सोधेको हुन्छ। दुई 2080 अनि त्यसपछि जेठ 5 छ होइन। कहिले काहीँ सोधिन्छ 2081 अनि त्यसपछि तपाईको वैशाख 9 होइन। त्यसपछि अब फेरि 2080 यसरी नै क्वेसन दिएको हुन्छ। अनि जेठ 9 यसरी सोधिदिन सकिन्छ के इक्जाममा यसरी सोधिरहेको हुन्छ। त्यो कुरा पनि हामीले माइन्डमा नोटिस गर्ने कि हामीलाई यसरी घुमाएर पनि क्वेसन सोद्धाखेरि हाम्रो माइन्डमा यो जुन के भन्छ जेठ 5 गते छ नि त्यो कुरा प्रष्ट हुनुपर्छ है। त्यसरी त्यो कुरा त्यसरी रिमेम्बर गर्ने। त्यसपछि अर्को कुरा के छ भनेदेखि अब हेर्नुहोस् त, अर्को के छ वान हु क्लाइम्ब एभरेस्ट विथ आर्टिफिसियल लेग भइहाल्यो। त्यसपछि म्यान हु क्लाइम्ब एभरेस्ट फर 3 के भन्छ 30 मिनट्स। अब हेर्नुहोस् टाइम्सलाई यहाँ के गरेको छ के भन्छ नोट गरेको छ। कोही पर्सनसँग कोही डिसेबिलिटी छ, त्यो मान्छे पनि चढेको छ, त्यसको नाम के छ हरि छ होइन। कम समयमा चढेको छ 30 जसरी मान्छे आधा 1 घन्टामा पानी कन्ज्युम गरिरहेछ नि त्यसरी नै त्यसलाई आधा घन्टामा चुरोट चाहिरहेको हुन्छ। त्यो कुरा छ। अब यो कुरा किन मैले भने कि यो कुरा तिमी कनेक्ट गर्न सक्छौ त एडिक्टेड जुन हुन्छ नि कुनै कुराको त्यस्तो हुन्छ मान्छेहरू। त त्यस्तै चाहिँ यो पर्सन जुन छ नि यसको नाम के भन्नुभयो? हो, कमृता शेर्पा छ। ता किन लगाएको छ? त हुनुपर्ने नि, ता भएपछि त फिमेल प्रनाउन आउँछ होइन।
त्यो कुरा पनि रिमेम्बर गर्ने। अनि त्यो मान्छेले चाहिँ यति पटक चढेको छ भनेदेखि त्यो त एडिक्टेड नै भएर चढ्यो होला हैन, त्यो कुरा छ। त्यसपछि अर्को 10 टाइम्स वाला भइहाल्यो। अब आयो, अब अगाडि बढ्ने। अब म्यान हु इन्ट्रोड्युस केबल कार इन नेपाल। केबल कार, अहिले केबल कारमा कति पैसाहरू, सुन्न त, केबल कारमा अहिले कति पैसाहरू कमाइ भइरहेछ थाहा छ तिमीहरूलाई? धेरै पैसा कमाइ भइरहेछ। पैसा कमाइ हुन्छ भनेदेखि त्यहाँ के हुन्छ, एउटा मात्रै त्यो के भन्छ मोनोपोली मार्केट छैन। मोनोपोली मार्केटमा जहिले पनि पैसाहरू कमाइ भइरहेको हुन्छ। त मोनोपोली मार्केटमा पैसा कमाइ भइरहेछ। माथिबाट त्यसको नाम लक्ष्मी के छ, पढ त फुल नाम? लक्ष्मण बाबु श्रेष्ठ छ हैन। त लक्ष्मण बाबु श्रेष्ठ छ। लक्ष्मी कहाँबाट आउँछ? जहाँ मोनो मार्केट हुन्छ त्यहाँबाट। र त्यो मोनो मार्केट भन्नाले के हुन्छ? मोनोपोली मार्केट भनेको एउटा सिंगल मार्केट, कम्पिटिसन हुँदैन। नेपालमा कुन कुन छ मोनोपोली मार्केट थाहा छ? इलेक्ट्रिसिटी छ हो छ। नेपाल अहिले एउटा मात्रै के भन्छ त्यो इलेक्ट्रिसिटी उत्पादन गरिरहेछ नि त, एक ठाउँमा मात्रै भइरहेछ नि त। अर्को हो, ओइल निगम पनि छ। त्यसपछि अरू अरू होला हैन। त यहाँ के छ? लक्ष्मण बाबु श्रेष्ठ। त जहाँ मोनोपोली हुन्छ त्यहाँ पैसा झर्छ, धेरै पैसा आउँछ त्यहाँ। तिनीहरूलाई जति मन लाग्छ त्यति मन पर्दी उनीहरू राख्छ प्राइस, कसैले त्यसलाई केही भन्नै सक्दैन। त त्यहाँ के हुन्छ, के भन्छ लक्ष्मी माता आइरहेको हुन्छ। अनि यसले इन्ट्रोड्युस गरेको कसले छ त? लक्ष्मणले गरेको छ। त्यसरी रिमेम्बर गर्नुपर्छ के माइन्डमा, स्टोरी बनाएर। यो स्टोरी रिमेम्बर हुन्छ नि, जति पनि पढ्नु भइरहेछ नि त्यो सबै स्टोरी बनाएर पढ्नु, अनि मात्रै रिमेम्बर हुन्छ। त्यसपछि मदन पुरस्कार 2081 सालमा कसले पाएको थियो? यो उमालले पाएको थियो हैन। यो 2081 साल उमालले चाहिँ मदन भण्डारी पुरस्कार पाएको थियो। त्यसपछि त्यसको साइडमा कोमा दिएर यहाँ अर्को पनि नाम लेखिरहेछ, हेर्नु त। चुदन कामोबिया, कमोबिमो हैन। त्यसलाई के भन्छ, उसको चाहिँ अर्को नामले पनि चिनिन्छ भनेर त्यो कुरा जनाइएको छ यहाँ। त्यसपछि अब वेदर मोडिफिकेसन टेक्नोलोजी प्रोड्युस रेन स्नो। अब यहाँ चाहिँ रेन र स्नोमा वेदर टेक्नोलोजी गरेको छ भनेदेखि त्यसलाई हामीले क्लाउड सिडिङ भनेर प्रनाउन्स गर्छौँ, क्लाउड सिडिङ भनेर प्रनाउन्सिएसन गर्छ। र यो मलाई लाग्छ यो क्वेसन त सोध्न सकिँदैन, यति लाइट वेटेड क्वेसन हो कि न? सोध्छ? त्यसो भए ठिक छ। चाइनामा गराएको थियो, भर्खरै अमेरिकामा भएको क्लाउड सिटी, पानी नपर्न कारणले त्यहाँ आर्टिफिसियल रेनको कारणले त्यहाँ एसिडिक रेन भइसकेको थियो। भइहाल्छ। अहिले हाम्रो काठमाडौँमा पनि अस्ति के भन्छ यो भन्दा कति महिना, 1-1.5 महिना पहिला यस्तै इन्भाइरोमेन्ट क्रिएट भएको थियो नि त। अनि यहाँ पनि कुरा गरिरहेको थियो, तर यहाँ कुरा गर्दाखेरि त्यसको के भन्छ त्यो गर्न सकिँदैन अहिले तत्काल, किनकि त्यसको टेक्नोलोजी हाई छ, कस्ट चाहिँ हाई छ। त हाम्रो नेपालले एफोर्ड गर्न सकिँदैन। भोलिको दिनमा हाम्रो नेपालमा यति इन्भाइरोमेन्ट के भन्छ बिग्रिन्छ, त्यसको जिम्मेवारी हामी नै हुन्छौँ। हाम्रो जुन अहिले वन जन्तु के भन्छ त्यो वन जङ्गलहरू कटानी भइरहेछ, त्यो कटानीलाई रोक्नुपर्छ। हामीलाई अहिलेदेखि बुद्धि पुर्याउनुपर्छ, नत्र फ्युचरमा गएर नेपालको कम्पेयर गर्दा अरू कन्ट्री भन्दा डिफरेस्टेसन नेपालमा रिकभर भइसकेको छ बढी भन्दा बढी। अहिले अस्ति आएको थियो कति पर्सेन्ट रिकभर भइसकेको छ, 45 कि 44% रिकभर भइसकेको छ, 44.6% हो। यो यस्तो क्वेसनहरू सोध्न सकिन्छ लोकसेवाको, हो त्यति % रिकभर भइसकेको छ। तर पनि हामी यहाँ जुन अहिले के भन्छ भेहिकल्सहरूको एकदमै चाप हुँदाखेरि हाम्रो पल्युसनहरू एकदमै पोल्युटेड भइहाल्छ हाम्रो इन्भाइरोमेन्ट। अनि त्यति बेला चाहिँ एकदमै गाह्रो हुन्छ, त्यो कुरा छ। सो स्टिल त्यति कभर भएर यति गाह्रो छ भनेदेखि कभर नभएको बेला कति गाह्रो हुन्थ्यो, सोच त, त्यो कुरा छ। सो यसको डेट पनि तिमीहरू खोज्नु आज गुगलमा गएर, यहाँ साइडमा लेख्नुहोस् त कि फर्स्ट चाहिँ कहाँ गराएको थियो, कुन कन्ट्रीले गराएको थियो, त्यो क्वेसनहरू पनि त आउन सकिन्छ नि त, हो कि न?
क्लाउड सिडिङ फर्स्ट कुन कन्ट्रीले गराएको थियो भनेर, अनि त्यसपछि कहिले गराएको थियो डेट, त्यो दुईटा चाहिँ इन्क्लुड गर्नु त। भोलि त्यो दुईटाले के भन्छ मलाई भन्नु होला ल, इम्पोर्टेन्ट छ भनेदेखि। अब आयो तपाईहरुको फास्टरमा। अब फास्टर माउन्टेन चढ्ने मान्छेहरू को छ, कसले कसले चढेको थियो, त्यसपछि कुन के भन्छ नेसनालिटीको मान्छे थियो, कति रेकर्ड बनाएको थियो, कति आवरमा, अब टाइम आयो हैन। यसको पनि सोध्न सकिन्छ, यहाँबाट पनि क्वेशनहरु सोध्न सकिन्छ तपाईहरुलाई। सो यहाँ यसलाई कसरी रिमेम्बर गर्ने, सबैभन्दा बढी लंगेस्ट स्टे अन द कसले गरेको थियो, सुमितमा 21 आवर गरेको थियो रेकर्ड। त्यसको नाम चाहिँ अनरको नाम बाबु त्रिगल शेर्पा छ, तिरिग शेर्पा, अनि त्यो चाहिँ नेसनालिटी नेपालको हुन्छ। अनि त्यसपछि डेट मे 6, 9 अनि के भन्छ 999 भनेर 1999 मा हैन गरेको थियो त्यो कुरा। अब यहाँ हाईएस्ट कहिले केबाट बुझ्ने त, हाम्रो हाईएस्ट बुझ्ने हामी केबाट, आवरलाई के भन्छ त्यो नोटिस गरेर हामी अगाडि बढ्ने कि आवरलाई के भन्छ सबभन्दा हाईएस्ट। त्यसपछि अर्को सेकेन्डमा फास्टर्स भन्ने कुन छ, सेकेन्डमा 16 घण्टा छ हैन। यसले 16 घण्टामा के भयो थियो हेर, पढ त एकचोटी। हो, अब हेर्नुस् त, विदाउट अक्सिजन सप्लिमेन्ट नलिइकन कतिजना माथि चढ्छ भनेदेखि उनीहरूलाई, म अस्ति गएको थिएँ यहाँ मुक्तिनाथ घुम्नको लागि, त मुक्तिनाथ लोअर मुक्तिनाथ नै घुमेको थियो जहाँ टेम्पल छ त्यहाँ म यहाँ काठमाडौँबाट जाँदाखेरि भिएस निकेतन स्कुलबाट र कलेजबाट स्टुडेन्टहरू लगेछ, त्यहाँ सास लिन गाह्रो भइरहेको थियो। हो एक्ज्याक्ट। सो त्यति टाइममा के भन्छ सास लिन पनि त्यति बेला गाह्रो भइरहेको थियो, तर विदाउट सप्लिमेन्ट अफ अक्सिजन लिइकन 16 आवर 45 मिनट चाहिँ स्टे गरेको थियो। त्यो पनि अब अनर अफ कसको छ त, हान्स यसको किमेल्डन भनेर छ, किमेल्डर। यो कहाँको नेसनालिटी थियो त, इटलीको थियो हैन। त्यसपछि डेट 2000 मेमै छ, फेरि तीनटा मेमै छ, 26, 24 र 6, अथवा 6, 24 र 26 रिमेम्बर गर्दा पनि हुन्छ। 6, 24 र 26 रिमेम्बर गर्दा पनि हुन्छ, अथवा चाहिँ ठुलोबाट 26, 24 र 6 उल्टो रिमेम्बर, डेट उल्टो पनि रिमेम्बर गर्दा हुन्छ। र यो उल्टो र सुल्टो डेट कहिले काहीँ रिमेम्बर गर्नुपर्ने हुन्छ। यो हामीले सुल्टा डेट नै रिमेम्बर गर्ने, त्यो पनि कुन केसमा त, माउन्ट एभरेस्टको केसमा चाहिँ हामीले यो कुरा। फास्टर्स धेरै फास्ट भन्दा फास्ट त्यहाँ कसले बस्यो, कति सप्लिमेन्ट नलिकन, अक्सिजन नलिकन कतिजना त्यहाँ गयो हैन। त्यसपछि मेल र फिमेलमा, मेलमा चाहिँ को बढी भन्दा बढी माउन्ट एभरेस्ट चढेको छ, त्यसपछि फिमेलमा को बढी भन्दा बढी माउन्ट एभरेस्ट चढेको छ हैन। यसरी स्टोरी क्रिएट गर्नुपर्छ नि त आफू कुनै बेलामा बस्दाखेरि, हो किन। त्यसपछि कहिले थियो, अब तीनटैको मेमै छ हेर न, यहाँ जुन यो जुन बुकमा दिएको छ नि, यो बुकमा राम्रो छ, तीनटैको मेमै दिएको छैन, 26 मा छ, 24 मा छ, अनि अर्को चाहिँ 6 मेमा छ। एकजना मात्रै इटलीको छ, बाँकी दुईजना कहाँको छ, इटालीको छ। त्यसपछि दुईजना कति छ, कहाँको छ, नेपालको छ। अब यहाँ हेर्नुस् त, अब फुल फर्महरूको नाम आयो। अब फुल फर्म अफ एमडीएमएस, अब एमडीएमएस को अहिले फुल फर्म भनेको, एमबाट हाम्रो हातमै हुन्छ, के हुन्छ हाम्रो हातमा, मोबाइल हुन्छ। त्यसपछि डीबाट डिभाइस, अनि एमबाट म्यानेजमेन्ट सिस्टम हैन। हाम्रो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमलाई के पनि भनिन्छ रे, जुन हाम्रो मुटुको धड्कन छ त्यसलाई के भनिन्छ, एमडीडब्ल्युएस भनिन्छ। मुटुको धड्कन छैन तिमीहरूको, मोबाइल अहिले मुटुको धड्कन छैन तिमी दुवैजनाहरूको, छैन, तब तिमीहरूसँग तब लभै परे नहोला कोही मुटुको धड्कन हुनको लागि, हो किन। अब युएसएले इजरायल माथि कुन महिनामा चाहिँ अट्याक गरेको थियो बाबु, युएसएले इजरायल माथि कहिले अट्याक गरेको थियो, सरी इरान माथि कहिले गरेको थियो, 17 मार्च।
एट्र्याक्ट भनेपछि मैले के भनेको थिएँ? फेब्रुअरी फेब्रुअरी हो 14 दुना कति हुन्छ? 14 दुना 28 हुन्छ कि हुँदैन? हो त लभको डेट त फेब्रुअरीमै हुन्छ। त्यसपछि लभ हुन्छ भने दुवै साइडबाट हुन्छ नि, हस्बेन्ड वाइफ दुवै साइडबाट गर्छ अनि 28 मा हुन्छ कि हुँदैन? हो त त्यस्तै मोबाइलको धड्कन मैले किन भने थाहा छ? मोबाइलमा के हुन्छ अहिले केटाकेटीहरू मोबाइलमा बढी टाइम स्पेन्ड गरिरहेको हुन्छ हैन, हाई जानु हेलो जानु गरिरहेको हुन्छ, तर त्यसको सर्ट फर्म नै रिमेम्बर थाहा हुँदैन। त त्यसको सर्ट फर्म अब कसरी बुझ्ने भन त? एमडी के भन्छ? एमडी एमएस हैन। एम मतलब के हुन्छ? मोबाइल, डी मतलब डिभाइस, एम मतलब म्यानेजमेन्ट अनि सिस्टम हुन्छ, हो कि न? हो, यो आउँदाखेरि टिक लगाउन इजी हुन्छ कि हुँदैन? यति क्वेसन मलाई लाग्छ कि कुनै क्वेसन अब एकचोटि हेर्नुहुन्छ त तपाईँलाई रिमेम्बर हुँदैन, त्यो कुरा छैन। अब वर्ल्ड स्लिप डे मैले हिजै भनेको थिएँ, यसको ट्रिक के भनेको थिएँ भन्नुहोस् त? वर्ल्ड स्लिप डेमा कसरी रिमेम्बर गर्ने? हो, दिन रात मिलाएर मलाई 17 घण्टा सुत्न मन गरिरहेछ हैन, बढी भन्दा बढी सुत्न मन गरेपछि त्यो दिनलाई के भन्छ? स्लिपी डे भनिन्छ। त्यो कुरा रिमेम्बर गर्ने। सेकेन्ड इस्यु के भनेको थिएँ? मार्च अब हेर्नुहोस् त यहाँ के छ? वाटर डे हैन, वाटर डे डक्टरले के भनिरहेको हुन्छ हामीलाई? मिनिमम 4 देखि 5 लिटर पानी पिने। त 4 देखि 5 मिनट। अब यो कसरी रिमेम्बर गर्ने? 2 + 2 त कति हुन्छ? 4 हुन्छ। र तीनटा यहाँ कुनमा छ? मार्चमै, सरी यो दुईटा चाहिँ मार्चमा छ, एउटा चाहिँ 17 घण्टा सुत्ने वाला र वर्ल्ड डे पनि मार्चमै छ। त्यसपछि अब मेमा वर्ल्ड रेकर्ड क्रस डे भनेर केमा हुन्छ? मेमा हुन्छ। र वर्ल्ड नर्सिङ डे पनि मेमा। अब नर्सिङ डे गर्दाखेरि मान्छे एसएलसी बच्चाहरू के गर्छ? एसएलसी दिइसकेपछि +2 लेभलमा जान्छ हैन, +2 लेभलमा गएपछि मेमा चाहिँ +2 लेभलमा जान्छ र 1 + 2 भनेको के हुन्छ? 12 हुन्छ। त्यसरी रिमेम्बर गर्ने, यसरी टिक लगाउने है, आउन बित्तिकै अब त्यो भन्दा बढी हैन। त्यसपछि कन्ट्री हेज इस्टाब्लिस्ड डिप्लोमेटिक रिलेसन थाहा छ? हार्मोनियस रिलेसन, एउटा गुड हेल्दी कम्युनिकेसन, एउटा हार्मोनियस रिलेसन, एक अर्कालाई सपोर्ट गर्ने, एक अर्काको इन्फ्रास्ट्रक्चरलाई हेल्प गरिदिने, एक अर्काको सहरमा के भन्छ कुन तरिकाको के काम हुन्छ त्यो गरिदिने। हाम्रो सिभिल हस्पिटल अरू कन्ट्रीले इस्टाब्लिस गरिदिएछ, थाहा छ? थाहा छैन? यो कुरा थाहा छ बाबु? जस्तै कि बिजनेस गर्नको लागि नेपालमा अरू कन्ट्रीहरू पनि लगानी गरिरहेको हुन्छ। हो, त्यो चाइना हुन्छ, जापानको हुन्छ, इन्डिया पनि हुन्छ। हो, सुन्दै हुनुहुन्छ नानीहरू? त त्यो यहाँ सिभिल हस्पिटल जुन छ, त्यो सिभिल हस्पिटल अहिले इस्टाब्लिस गरेको छ। कसले गरेको छ? चाइनाले गरिदिएछ। त्यहाँ उसले इन्भेस्टमेन्ट गरिदिएछ, तर के भएछ? उनीहरूको माइक म्युट गर्नुहोस्। चाइनाले के गरिदिएको छ? इस्टाब्लिस गरिदिएको छ, कन्ट्रिब्युट गरिदिएको छ, तर यहाँ पैसा इन्कम हुँदाखेरि त उसलाई पनि दिनुपर्छ नि त। एउटा त्यो रिलेसन बन्यो होला नि त नेपालसँग। त त्यो हाम्रो के भनिरहेछ यहाँ? कहिले के भनिरहेछ? कन्ट्री नेपाल हेज इस्टाब्लिस्ड डिप्लोमेटिक रिलेसन 180 कन्ट्री मोस्ट रिसेन्टली भनेर भनिरहेछ हैन। तर रिसेन्टली कन्ट्रीको नाम के छ त्यो पनि रिमेम्बर गर्ने, जुन चाहिँ यो 2024 मा चाहिँ जोइन भयो। यो क्वेसनको 3वटा हंगा छ है। यस एउटा कतिवटा कन्ट्री इन्क्लुडेड छ त्यो भनेर क्वेसन आउन सकिन्छ। त्यो भन्दाखेरि हामी चाहिँ 183 भन्ने। त्यसपछि अर्को रिसेन्टली मोस्ट रिसेन्टली कन्ट्री भनेर कृति बाती भनेर जुलाई 17 2000 कहिले 24 मा भएको थियो भनेर त्यो रिमेम्बर गर्ने। योबाट 3वटा क्वेसन लुकेको छ। त्यसपछि सेकेन्ड हाईएस्ट पपुलेसन भनेको चाइना हो। रिलेसनको नाम हो। हो, 183 त कन्ट्री हो छ नि त, त्यो कुरा छ हैन। त्यसको नाम अहिले मेन्सन गरेको छैन। जुलाई 17 र 24 भनेर त्यसको मेन्सन के भन्छ त्यो मेन्सन गरेको छ मात्र।
हो 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 यस एक्ज्याक्ट। त्यसपछि अब हेर्न सेकेन्ड हाइएस्ट पपुलेसन भनेर कुन कन्ट्रीलाई चिनिन्छ र फर्स्ट हाइएस्ट पपुलेसन भनेर कुन कन्ट्रीलाई चिनिन्छ हो। त इन्डिया त सबलाई रिमेम्बर हुन्छ, फर्स्ट भनेको त इन्डिया हुन्छ भनेर त्यो कुरा कहिलेकाहीँ सेकेन्ड सोधिदिन सक्छ, त्यो कुरा हाम्रो दिमागमा राख। अब थर्ड सोधिदिन्छु त थर्ड कुन हुन्छ, बुकमा मेन्सन छैन त थर्ड कन्ट्री कुन छ भन त, हाइएस्ट पपुलेसनमा थर्ड कन्ट्री कुन परिरहेछ, क्वेसन लेखिहाल त्यहाँ माथिमा एउटा थर्ड कन्ट्री कुन कन्ट्री परिरहेछ, यस्तो क्वेसनहरू पनि सोध्न सकिन्छ। थर्ड के फिफ्थसम्म पनि तिमीहरू के भन्छ नाम निकाल्नु छ भने फिफ्थसम्म रिमेम्बर गर्नु कुन कन्ट्री परिरहेछ त्यो कुरा। हाम्रो औला कतिवटा छ, 5 वटा छ, 5 वटामा फर्स्ट कुन पर्छ इन्डिया, यसरी रिमेम्बर गर्ने। सेकेन्ड कुन पर्छ चाइना, थर्ड कुन पर्छ त्यो मलाई भन्नु, फोर्थ पनि मलाई भन्नु, फिफ्थ पनि मलाई नै भन्नु, आज नभन्नु भोलि भन्नु। जियोग्राफिक भन्न सकिँदैन, जियोग्राफिक हिसाबले सोधिँदैन, त्यो एउटा डिप लाइनमा गइहाल्छ। जब तिमीहरू 6 लेभलकोमा प्रिपरेसन गरिरहेको थियो नि त जति बेला, त्यति बेला सोधिरहेको थियो मलाई यो क्वेसन। हो बडी एसियन कन्ट्री, किन छ एसियन कन्ट्री भन त। इन्भाइरोमेन्ट एउटा समतल तरिकाको छ सबै कुरा। अब त्यही अन्टार्कटिकामा हुन्छ भनेदेखि त्यो जान्छ मान्छेहरू पपुलेसन, त्यहाँ त चिसोले नै मरिहाल्छ। जसरी हाम्रो घरमा फ्यानहरू लागेको छ नि त्यसरी नै अरू जुन आइसवाला जुन कन्ट्रीहरू छ त्यो आइसवाला कन्ट्रीमा हरेक घरको जुन के भन्छ पाइप लाइन हुन्छ नि त्यो पाइप लाइनमा हिटर पुगाउँछ, जेनेरेटर चाहिँ त्यो गरेर जेनेरेट स्टार्ट गरेर रुमहरूमा, र 7 लेयरको घर बनाउनु पर्ने हुन्छ। हाम्रो यो कति लेयरको घर होला, हाम्रो त जस्ट बालुवा इटी अनि त्यसपछि योले बनेको छैन, त्यहाँ 7 लेयर जेनेरेट गरेर अनि घर बनाउँछ। पहिला काठ दिन्छ, त्यसपछि कुन न कुन के दिन्छ, फेरि के न के दिन्छ, फेरि के न के दिन्छ, त्यो कुरा हुन्छ। ल त्योहरू छोडिदेऊ, अब त्यो पपुलेसन रिमेम्बर गर्नु ल। नेपाल पोजिसन इन ह्याप्पिनेस इन्डेक्समा हेर त 2066 को हिसाबको डाटा हिसाबले नेपाल चाहिँ ह्याप्पिनेसमा कतिऔं स्थानमा छ भन्नुस् त। यसको अर्थ यहाँ नेपालमा पनि धेरै के भन्छ मतलब विक मतलब धेरै दुखी मान्छेहरू छ हैन हैन, विभिन्न किसिमको कारणले गर्दा धेरै दुखी होला नि त। र सबैभन्दा ह्याप्पिएस्ट कन्ट्री कुन पर्छ, नेपालको सबैभन्दा ह्याप्पीमा आउने कन्ट्री कुन पर्छ, कहिले सोच्नु भएछ? आज लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भनेदेखि अथवा यो जीम्याट सीम्याट कुम्याटको तयारी गर्दै हुनुहुन्छ भनेदेखि ह्याप्पी कन्ट्रीमा कुन कन्ट्री आउँछ, कहिले सोच्नु भएको छ? त्यो पनि लेख्नुस् साइडमा। र म भनिरहेको छु त्यो फ्रान्स हुन्छ। त्यसपछि अब हेर्नुस् त एफएनसीसीआई प्रेसिडेन्ट एट प्रेजेन्ट भनेर को छ? अन्जना श्रेष्ठ। मिस वर्ल्ड एन्ड मिसेस युनिभर्स र मिस नेपाल यो तीन फाइनान्स रिलेटेड हुन्छ। अनि मिस वर्ल्ड एन्ड मिसेस युनिभर्स र मिस नेपाल भनेर को छ त, यो कुरा पनि रिमेम्बर गर्नुपर्छ। के भनिरहेको छ उपल सुचेता नाम पनि कस्तो कस्तो छ। 2025 मा भएको थियो। त्यसपछि मिस युनिभर्स चाहिँ 2025 मै भएको थियो र मिस नेपाल पनि भएको थियो। यो तीनवटा रिमेम्बर छ। ओएफएल भनेर त्यहाँ सर्ट लेख, ओएफएल भनेर सर्ट गरेर लेखिहाल त। सबैभन्दा पहिला ओएफएल भनेर सर्टकटमा लेख, ओ एफ अनि एल भनेर लेख। र यो अन्तर्गत के पाइन्छ तपाईको चाहिँ मिस वर्ल्ड र मिस युनिभर्स र मिस नेपाल तीनवटा चाहिँ को छ भनेर त। मिस वर्ल्ड भनेर ओपल सुचता भनेर छ। त्यसपछि मिस युनिभर्स भनेर फातिमा छ। त्यसपछि मिस नेपाल भनेर लुना लुइटेल हैन, लुना लुइटेल छ भनेर यो रिमेम्बर गर्ने। त्यसपछि पपुलेसन अफ नेपाल। अब नेपालको पपुलेसन के छ यसमा, यो क्वेसनमा धेरै ट्रिकी एउटा धेरै इजी कुरा छ है यो क्वेसनमा। म तपाईहरुलाई यो क्वेसन रिमेम्बर गर्न एकदमै इजी तरिकाले सिकाउँछु।
करेन्टको छैन यो, तर अहिले त चलिरहेछ। अहिले त मिस नेपाल सिलेक्ट फेरि यो इयरको हुन जनवरीमा हुन्छ नि त। पपुलेसन करेक्ट छैन अहिलेको जनगणना, अनि अहिलेको पपुलेसन रिमेम्बर गर्ने अहिलेको हो, अहिले त 3 करोड भइसकेको छ। त्यही भएर त म अहिले भनिरहेको छु तपाईँहरूलाई, यो जुन अहिलेको जुन पपुलेसन छ नि अफ नेपाल, त्यो यहाँ हेर्नुहोस् त 2,91,64,500 कति छ, 78 छ होइन। तर अहिलेको पपुलेसन तपाईँ सर्च गर्नुहुन्छ भनेदेखि कति छ त्यो कुरा सर्च गर्नुहोस्। 3,06,00,000। सो पपुलेसन घट बढ भइरहेको हुन्छ। जुन दिन तपाईँहरू इक्जाम हलमा बस्नु होला नि त्यो दिन तपाईँहरू 5वटा क्वेसनहरूको हाँगाहरू रिमेम्बर गरेर जानु होला। त्यो कुरा म तपाईँहरूलाई जुन दिन तपाईँहरूको यो कोर्स सकिन्छ नि त्यो दिन म 5 देखि 10वटा क्वेसनहरू जुन भन्छु त्यो क्वेसनहरू आउँछ नै आउँछ। र त्यसको फेरि अपडेटहरू के हुन्छ कि अब आजको अपडेट छुट्टै हुन्छ गरेको, त्यसपछि 2 महिना 6 महिनापछि अर्कै अपडेट हुन्छ। र त्यस्ता क्वेसनहरू म नोट बनाएर त्यस्ता क्वेसनहरू लास्टमा दिन्छु। यसलाई रिमेम्बर कसरी गर्ने? 0.92% जुन पर्सेन्टेज भएको छ नि त्यो अहिले 0.6 मा गएको छ। 0.96%ले ग्रोथ गरेको छ। कतिले गरेको छ? 0.96%ले ग्रोथ गरेको छ। पहिले 0.9 कति छ? 2 छ हैन पर्सेन्टेजले, तर अहिले 0.96%ले ग्रोथ गरेछ। जुन पपुलेसन तपाईले भन्नु भइराछ नि जुन पपुलेसन छ त्यो पपुलेसनको कारणले गर्दा। त्यसपछि अर्को कुरा यहाँ हेर्नुस् त तपाईको सेक्स रेशियो कति छ? 95.59% को रेशियोमा छ। त्यसपछि पपुलेसन अफ डेन्सिटी चाहिँ 198 किलोमिटरको हिसाबमा छ। यो चाहिँ फेरि चेन्ज भएको छैन है बाबु र बहिनी। त्यसपछि अर्को कुरा डिस्ट्रिक्ट ह्याभिङ अ हाइएस्ट पपुलेसन ग्रोथ भनेर हाम्रो अब हेर्नु, अब यहाँ आउँछ लजिकल कुरा। मैले हिजो के भनेको थिएँ? हाइएस्ट अनि त्यसपछि अर्को कुन? लोएस्ट भनेर। यो लजिक लगाउने यहाँ यो ट्रिकको अब मतलब लोएस्ट र हाइएस्ट वाला फर्मुलाको बेसमा हामी यो जम्मै क्वेसन रिमेम्बर गर्न सक्छौँ। त्यो चाहिँ कसरी रिमेम्बर गर्ने? अब हेर्नु डिस्ट्रिक्टको हिसाबले हामीलाई सोधिरहेछ हैन। डिस्ट्रिक्टको हिसाबले पपुलेसन ग्रोथ सोधिरहेछ भनेदेखि भक्तपुर 3.35 भनेर रिमेम्बर गर्ने। 3.35 भनेर रिमेम्बर गर्ने। त्यसपछि डिस्ट्रिक्ट ह्याभ अ लोएस्ट पपुलेसन ग्रोथ भनेर रामेछाप। अब रामेछाप एकदमै यता हेर्नुस्, रामेछाप एकदमै त्यो कन्ट्री छ, मतलब गरिबी वाला, सरी जिल्ला। कन्ट्री त हाम्रो नेपाल छ तर जिल्ला रामेछाप भनेको एकदमै दुर्गम क्षेत्र पनि छ र त्यहाँ चाहिँ खान पिउन लाउन बस्न पनि एकदमै गाह्रो छ के। म गए थिएँ एकचोटि घुम्नको लागि। सुदूरपश्चिमको जिल्ला, सुदूरपश्चिममा कतिवटा जिल्ला पर्छ? कुन कुन पर्छ यार रिमेम्बर छ? भिभिड होला हैन, त्यसमै पढिरहेछ। तर एउटा यो रिमेम्बर गर्ने हामी कि कुन प्रोभिन्समा कतिवटा जिल्ला र कुन जिल्ला परिरहेछ त्यो कुरा, त्यो क्वेसन एकदमै इम्पोर्टेन्ट छ। त्यो अहिले नै लेखिहाल र तिमी पनि लेखिहाल बहिनी। कुन जिल्लामा कतिवटा के भन्छ, सरी कुन जिल्ला भन्दा छु, कुन प्रोभिन्समा कुन प्रदेशमा कतिवटा जिल्ला परिरहेछ र कुन जिल्ला परिरहेछ त्यो सहित रिमेम्बर गरिहाल। हो त्यसको प्रोभिन्स नम्बर 2 को 8वटा दिइहाल्यो। प्रोभिन्स नम्बर 1 र प्रोभिन्स नम्बर 2 13 14। तर फेरि प्रोभिन्स नम्बर 4 र प्रोभिन्स नम्बर 5 9 10 अनि त्यता उतातिर 11 र 12 भयो। हो यसरी नै रिमेम्बर गर्ने। लार्जेस्टबाट स्मलेस्ट कि त स्मलेस्टबाट लार्जेस्ट कि त हाइएस्टबाट लोएस्ट कि त लोएस्टबाट हाइएस्ट। लोकसेवाको एक्जाम क्र्याक गर्नु छ भने 16वटा फर्मुला बेसमा पढ्नु पर्ने हुन्छ। एउटा लोएस्ट वाला, हाइएस्ट वाला, एउटा र्याङ्क नम्बरलाई अपोजिट तरिकाले लग्ने अथवा के भन्छ त्यसलाई रिभर्स तरिकाले लग्ने,
त्यो तरिकाले एउटा कुरा हुन्छ कि यसको एडभान्टेजहरू के हुन सक्छ, डिसएडभान्टेजहरू के हुन सक्छ त्यो तरिकाले। त्यसपछि अर्को हुन्छ हाम्रो डेट अफ बर्थ जुन हुन्छ नि, मेरो घरमा मेरो डेट अफ बर्थ के छ, मेरो भाइको डेट अफ बर्थ के छ, मेरो बहिनीको के छ, कुन सालमा मेरो बहिनी जन्मेको छ त्यो हिसाबले। र अर्को हुन्छ 12 महिना, 12 महिनाको डाटा हिसाबले पढ्नुहुन्छ त त्यो 5th नम्बरको फर्मुलामा आउँछ, जसलाई 16वटा के भन्छ फर्मुलाको ट्रिक बुकमा, पुरा ट्रिक आफ्नो बुकमा लगाउन सक्ने क्षमता हुन्छ भनेदेखि त्यो मान्छेले त्यो जति पनि लोकसेवाको यो जुन बुक छ नि, त्यो लोकसेवाको बुक मलाई लाग्छ कि 6 महिनामा पुरा कण्ठ हुन्छ उसलाई, किनकि त्यो स्टोरी बनाइसकेको हुन्छ। किनकि त्यसले नम्बर डेट, आफ्नो बुवाको नम्बर, मेरो बुवाको जुन डेट छ नि त्यो त मान्छेलाई रिमेम्बर हुन्छ नि, त्यो डेटमा के घटनाहरू घटेको छ, आज पोलिटिकल रिलेटेड घटनाहरू के घटेको छ, आज तपाईको चाहिँ टेक्नोलोजिकल रिलेटेड घटनाहरू के घटेको छ, त्यसपछि सोसियोलोजिकल रिलेटेड घटनाहरू के घटेको थियो, एउटा फेमस घटनाहरू मेरो बुवाको डेटमा घटेको छ भनेदेखि त्यसरी मान्छेहरू रिकल गरिहाल्छ, कोहीसँग क्यापेसिटी हुन्छ त। त्यसपछि बहिनीको के छ, त्यसपछि हाम्रो यसको के छ, त्यसरी पनि रिमेम्बर, कतिजना मैले साथीहरूलाई हेरेको छु लोकसेवाको रिमेम्बर गर्दा। सो यो 2 नम्बरको फर्मुला हामीले हाइएस्ट र लोएस्ट भनेर त्यो युज गर्ने। यहाँ हेर्नुहोस् त डिस्ट्रिक्ट हिसाबले रामेछाप भइहाल्यो हैन। अब रामेछाप र भक्तपुर भनेर हाइएस्ट हिसाबले। त्यसपछि अर्को कुरा, अब हाइएस्ट डेन्सिटीको हिसाबले चाहिँ र लोएस्ट डेन्सिटीको हिसाबले, यसमा पनि हाइएस्ट लोएस्ट आइरहेछ किन, यसमा अब डेन्सिटीको हिसाबले, हाइएस्ट डेन्सिटीको हिसाबले के पर्छ भन्नुस् त, हाइएस्ट डेन्सिटीको हिसाबले बागमती परिरहेछ र त्यसपछि लोएस्ट डेन्सिटीको हिसाबले के परिरहेको छ, कर्णाली परिरहेछ। हाइएस्ट पपुलेसन डेन्सिटी हिजै मैले भनेको थिएँ, पपुलेसन हाम्रो काठमाडौँको धेरै, त्यसपछि सबभन्दा कम पपुलेसन हाम्रो कुन यस्तो पपुलेसन डिस्ट्रिक्ट छ, मनाङ। किन छ? त्यहाँ सासै लिन गाह्रो भइरहेछ बाबु, त्यहाँ मनाङमा सास लिन पनि गाह्रो भइरहेछ हो, सफिसिएन्ट अक्सिजन नै छैन। सबभन्दा गाह्रो के भइरहेछ त, त्यहाँ मान्छे सबै कुरा बिना बाँच्न सकिन्छ एकछिन, तर सास बिना कति मिनट बाँच्न सकिन्छ भन त? हो 30 सेकेन्ड्सदेखि 1 मिनटसम्म। कतिजनाले प्र्याक्टिस गरेको हुन्छ, प्लेयरहरू हुन्छ त्यस्तो आधा घन्टा सास बिना रोकिकन आधा घन्टा मान्छे बाँचेको छ, गिनिज बुकमा होला हैन, प्र्याक्टिस गर्दा गर्दै। एक दिन म पनि प्र्याक्टिस गर्छु अब। यतातिर बढी अक्सिजन छैन, सो हाम्रो हावा अहिले पातलो भइरहेछ। सो लोएस्ट पपुलेसन डेन्सिटी भनेर मनाङमा हुन्छ, त्यो कुरा बुझ्नुपर्छ हामीलाई। र त्यहाँको पपुलेसन कति छ हेर त, त्यहाँको पपुलेसन त काउन्ट पनि गर्न सकिन्छ, 5600 हो 58। त्यही भएर म चुप भइहालेँ कि नेपालीको कतिजनाले 58, 59, 78, त्यसपछि 79, 56 के हो भनेर अहिलेको मोडल मान्छेहरूलाई थाहा हुँदैन हो किन, हो भन्छ रे नम्बर टिप त भनेर त त्यो रिमेम्बर हुँदैन। सो तपाईहरु अहिले अब बीबीए को के भन्छ यो यति पनि कोर्सहरुको पढ्दै हुनुहुन्छ, त्यो कुरा पनि एउटा विकनेस छ हामीसँग, त्यो सुधार गर्ने ल। त्यसपछि अब यो हेर्नुस् त पपुलेसन डिस्ट्रिब्युसन। अब पपुलेसन डिस्ट्रिब्युसन कसरी गरेको छ त्यो कुरा पनि त हामीलाई रिमेम्बर हुनु पर्यो नि त। माउन्टेन को सबैभन्दा थोरै छ। अब यो फर्मुला 3 नम्बरको फर्मुला युज गर्ने, थोरैबाट के गर्ने बढी बढाउने हैन। यो 3 नम्बरको फर्मुला भयो र 4 नम्बरको फर्मुला हुन्छ बढीबाट थोरैमा लग्ने। अब यहाँ हेर्नुस् त हाम्रो चाहिँ माउन्टेनको पपुलेसन कति छ र त्यसको पर्सेन्टेज हिसाबले कति सानो छ र ग्रोथ रेट यहाँ माइनसमा गइराछ। त्यो कुरा हाम्रो 3 वटा छ भनेदेखि हैन, एउटा हाम्रो के भन्छ तपाईको नेगेटिभमा पपुलेसन डिस्ट्रिब्युसनमा छ, त्यो पनि ग्रोथ रेट एउटा नेगेटिभमा छ। त्यसरी अब सोध्न सकिन्छ कि कुन पपुलेसन कुन एरियाको पपुलेसन ग्रोथ रेट चाहिँ नेगेटिभमा गइराछ भनेदेखि
त्यो कुरा पनि हामीलाई के गर्नुपर्ने हुन्छ, अपडेटेड हुनुपर्छ हैन। सो हाम्रो यहाँ चाहिँ हेर्नुस् त -0.05 हाम्रो औलामा 5 वटा के भन्छ हाम्रो फिंगर छ हैन। त्यो कुरा यहाँ पनि रिमेम्बर गर्ने कि 5 वटा 0.05 हाम्रो माउन्टेन एरियामा चाहिँ पपुलेसन र त्यसपछि 5 बाट 1 बढाउँदाखेरि 6 हुन्छ र पपुलेसन पर्सेन्टेज भनेको बढिन्छ, त्यो मेजर गरिन्छ। त त्यसरी रिमेम्बर गर्न सकियो। अब हिल्ली एरियाको पपुलेसन यति छ 1 लाख 7 के भन्छ 1 10 100,000 10,000 लाख 10 लाख करोड 1 करोड 17 लाख 57,625 हाम्रो के छ भनेदेखि पपुलेसन कहाँको छ, हिल्लीको। र सबभन्दा बढी पपुलेसन कहाँको छ, तराईको छ। तराईमा हाम्रो सबैभन्दा बढी पपुलेसन भनेको हो र त्यसको चाहिँ 1,56,34,000 छ र त्यसपछि पपुलेसन चाहिँ पर्सेन्टेज 53.061। अब हेर्नु अब तराईमा छ भनेदेखि तराईको पपुलेसनहरु कति अनएजुकेटेड छ त्यो कुरा पनि थाहा छ हामीलाई। लिनुपर्ने हुन्छ 2 वटा बच्चा अनि लिन्छ कतिवटा बच्चा, 4 वटा 5 वटा 6 वटा। त्यसमा पनि मुस्लिमहरु त अझै बढी ग्रोथ गरिरहेको हुन्छ हाम्रो तराईतिर। पहाडी मान्छे यो क्वेशनलाई कसरी बुझ्ने कि हाम्रो तराईमा बढी पपुलेसन हुन्छ, किन त हाम्रो पहाडमा जति एजुकेटेड मान्छेहरु यहाँ हाम्रो काठमाडौँमा जति बसिरहेछ त्यति हाम्रो मलाई लागिरहेछ पहाडको सबभन्दा बढी पपुलेसन त हाम्रै जिल्लामा होला, यही काठमाडौँमा जुनमा अहिले बसिरहेछ त्यसमा। यहाँ त मान्छेहरु कति एजुकेटेड छ कि छैन, उनीहरुलाई सबै कुरा थाहा छ, फ्यामिली प्लान गरेछ, बच्चा कहिले लिने के। तर तराईमा त्यस्तो हुँदैन, ए ललु न भगवानको भरोसे भ गेले भनेर त्यसरी भन्छ, हो किन भन्छ, अब भगवानको भरोसे भइहाल्छ। सो त्यसरी हामीले रिकल गर्न सकिन्छ यसलाई। र थर्ड नम्बरको फर्मुला कुन हुन्छ भनेदेखि सानोदेखि ठुलोसम्म जाने। त सबभन्दा सानो भनेको माउन्टेन, त्यसको 0.05 हुन्छ र पपुलेसन पर्सेन्टेज भनेको 1 बढाएर यो यसको ग्रोथको 1 चाहिँ पर्सेन्टेजमा बढाउँदाखेरि 6.08 हुन्छ भनेर त्यसरी रिमेम्बर गर्ने। र तराईको सबभन्दा बढी छ, सानो भनेको माउन्टेन एभरेस्टको छ। त्यसपछि 5 डिस्ट्रिब्युसन ह्याभ हाईएस्ट ग्रोथ। अब 5 वटा चाहिँ डिस्ट्रिक्ट ह्याभ हाईएस्ट ग्रोथ। अब 5 वटा डिस्ट्रिक्ट जुन छ नि त्यो हाईएस्ट ग्रोथ गरिरहेछ, त्यसको नाम के छ हेर्नुस् त, भक्तपुर भयो, त्यसपछि रूपेन्देही भयो र चितवन भयो हैन। सबभन्दा ठुलोबाट यहाँ गएको छ हैन। अब 4th नम्बरको के भन्छ फर्मुला युज गरेको छ, सबभन्दा ठुलोबाट कहाँ सानो लगेको छ त 3.35, त्यसपछि 2.33 र 0.07 भनेर। अनि अर्को डिस्ट्रिक्ट यहाँ छ बांके र झापा। सबसे कम डिस्ट्रिक्ट कुनमा छ के भन्छ डिस्ट्रिक्ट ह्याभिङ हाईएस्ट ग्रोथ भनेको त झापामा हैन। झापामा छैन 1.96 छ कि छैन। त्यसपछि सबभन्दा हाईएस्ट कुनमा छ त भक्तपुरमा छ 3.35 छ भनेर। यसरी डिस्ट्रिक्ट हिसाबले चाहिँ क्याटेगोरी पनि गर्नुपर्छ हामीलाई। र अर्को कुरा हाम्रो पपुलेसन डेन्सिटीको हिसाबले पनि गर्ने। त्यसपछि 5 डिस्ट्रिक्ट ह्याभिङ अ नेगेटिभ ग्रोथ रेट। अब 5 वटा डिस्ट्रिक्टको नेगेटिभ ग्रोथ रेट कुन छ त्यो कुरा। अब हेर अब यो कुन आयो, पोजिटिभ र नेगेटिभ भनेको जुन एस्पेक्ट छ त्यो 1 नम्बरको मेथडमा मैले राखेको छु। त पोजिटिभ र नेगेटिभ कुराहरू पनि हामीले के गर्ने यहाँ कनेक्ट गर्न सकिन्छ। त्यसपछि नेगेटिभको कुरा गरेको छ कि 5 डिस्ट्रिक्ट ह्याभ अ नेगेटिभ ग्रोथ। त 5 वटा डिस्ट्रिक्टहरू जुन नेगेटिभ ग्रोथ छ त नेगेटिभमा के हुन्छ र पोजिटिभमा 5 वटा जुन छ त्यो पोजिटिभमा र कसको कति पर्सेन्टेज छ त्यो रिमेम्बर गर्ने। अब सबैभन्दा कम नेगेटिभ भनेको के छ, तेह्रथुम हैन। त्यसपछि माथिमा भोजपुर छ, त्यसपछि मनाङ छ, खोटाङ छ र रामेछाप छ हैन। त्यसको पर्सेन्टेज सबमा हेर त सबको अगाडिमा 1 छ कि छैन। र सबभन्दा बढी यहाँ अंक 1.67 छ, त्यसपछि 1.56 छ, 56 छ, त्यसपछि 39 छ, त्यसपछि अर्को दुईटाको 39 नै छ कि नै। मनाङ र भोजपुरको के छ 39 छ, त्यो कुरा बुझ्नुपर्ने हुन्छ। त्यसपछि अब मस्ट नोन इश्यूज। अब हाम्रो मस्ट बुझ्नुपर्ने इश्यूहरू अथवा नेसन डे अफ नेपाल, यो दुईटा कुराहरू बुझ्न एकदमै इम्पोर्टेन्ट छ, हो कि न। यो त बुझ्नै पर्छ हामीलाई, इश्यू कुन कुरामा आइरहेको छ। र अर्को कुरा अब मस्ट नो इश्यूहरू बुझ्नुपर्ने हुन्छ।
एमसीक्यू नै हुन्छ बाबु, सबै एमसीक्यू क्वेसन हुन्छ। म्याथमेटिक्सको तिमीलाई सल्भ गर्नुपर्ने हुन्छ। जीके जेनरल अवेरनेसमा सबै। अनि त्यसपछि टिक लगाउने। ए तब त्यही छ बाबु। जेनरल नलेज होला हैन? हैन, सबभन्दा टप तिमीलाई कुन गाह्रो कुन लाग्यो? कुन लजिक? कुन सरले पढाउँदै हुनुहुन्छ? अहिले कति दिन क्लास लिएको? हिजो र आज मात्रै? ओ माय गॉड। अनि अरु सरले अहिले पढाउनु भएको छैन? अनि त्यो अरु बुझ्नमा त राम्ररी आयो होला हैन? अनि डर कुनमा लागिरहेछ? केही छैन, डराउनु पर्दैन। हाम्रो जुन यस्तो छ के, हाम्रो जुन स्ट्रङनेस पोइन्ट छ नि त्यसलाई हामी समात्नु। यो अरु त रिमेम्बर गर्न इजी भइराछ किन? मैले पढाएको बेला बुझिराछौ नि? प्रष्ट छ, त प्रष्ट छ भनेदेखि म अझै यसलाई तिमीहरू कसरी बुझ्छौ भने अझै इजी तरिकाले म के भन्छ भन्ने छु। र अर्को कुरा के छ भनेदेखि यो ठीक छ, तपाईहरुको यो त एउटा स्ट्रेन्थ पोइन्ट आउँछ नि त, त्यहाँ विक हुनुहुन्छ भनेदेखि स्ट्रेन्थ पोइन्टलाई कभर गर्ने। किनकि के भन्छ हाम्रो जीम्याट सीम्याट कुम्याटमा धेरै ट्यालेन्टेड स्टुडेन्टहरु बसेको हुन्छ हलमा। म आफै पनि एमबीए इन स्कलरशिपबाट गरेको छु, युनिग्लोब कलेज छ नि त्यहाँबाट। तपाईलाई मैले भने त्यो पोखरा युनिभर्सिटीबाट छ त्यो कलेज। त्यो जुन कुरा मेरो स्ट्रङ पोइन्ट थियो, मेरो स्ट्रङ पोइन्ट के थियो? आई हेभ अ सफिसिएन्ट आइडिया अबाउट हाउ टु टक इन इंग्लिश। अनि मेरो इंग्लिश मैले पढाएको पनि थियो सिद्धार्थ स्कुलमा। अनि त्यो मेरो एउटा स्ट्रङ पोइन्ट भयो। म के भन्छ 6 लेभलमा तपाईको नाम पनि निकालेको थिएँ। इन्टरभ्यूमा गएर मलाई फाल दियो। त्यसपछि मैले फेरि अब प्रिपेयर गरिरहेको छु, दिन्छु सोचिरहेको छु। त्यो कुरा हुन्छ। त स्ट्रङ जुन जुन पोइन्ट हुन्छ त्यो कुरा मान्छेलाई के गर्नुपर्छ? समात्नुपर्छ, न डराउनु पर्दैन। ल अब यहाँ हेर्नुस् त, मस्ट नो इश्यूजहरु। हामीलाई यस्तो इश्यूजहरु जुन छ त्यो हामीलाई बुझ्नु पर्ने नै हुन्छ। जस्तै कि द प्रेसिडेन्ट अफ यूएसए, यो कुरा त बुझ्नु पर्छ कि पर्दैन? डोनाल्ड ट्रम्प छ। डोनाल्ड ट्रम्पको अहिले कति के भइराछ भनेदेखि त्यो कुरा पनि बुझ्नु पर्ने हुन्छ, हो कि न? हो, त्यसको मेन्टल हेल्थ पनि त्यसको खराब छ। सो त्यो कुरा पनि बुझ्नु पर्यो। त्यसपछि अर्को कुरा मस्ट इश्यूमा अर्को के पाइन्छ? अर्को के पाइन्छ मस्ट इश्यूमा? यो पनि 24 फेब्रुअरीमै छ। हेर, लभ वाला जति पनि डेट हुन्छ नि फेब्रुअरी भनेर, लभ वाला डेट हुन्छ नि, त्यो लभ वाला डेट केमा पर्छ त्यो एउटा कपीमा छुट्टै बनाइहाल्नु, बुझ्यौ नि? त्यसलाई लभेरिया डेट मान्ने त्यो महिनालाई। र त्यसपछि यहाँ 2022 कै कुरा गरेको छ। त्यसपछि व्हेन डिड द यूएसए इरान के भन्छ इजरायल र इरान वार स्टार्टेड? हेर त, फेब्रुअरीमै सबै कुरा हुन, फेब्रुअरीमै के भन्छ त्यो एट्याक पनि गरेको थियो हैन? स्टार्ट पनि यही भएको थियो। यही त पढे थिए हामी अघि पनि, फेब्रुअरी 2028 2026 पढेको थिए किन? हो। त्यसपछि यसरी रिमेम्बर गर्ने, नोबेल प्राइज पुरस्कार चाहिँ कसले पाएको थियो? यो मोस्ट अफ इश्यूमै आउँछ। एमसीएम भनेर मैले रिमेम्बर गरेको थिएँ। भन्दैन हामीहरुको गाली गर्छ रे एमसी भनेर, गाली गर्दैन रे साले, एमसी किन भनिराछस्? यसको त फुल फर्म यति ठुलो छ नि, नोबेल पुरस्कारसम्म पनि पुगाइदिन्छ। त्यही गालीलाई यदि पोजिटिभमा हेर्ने भनेदेखि हैन रे, मलाई के भनिस् त? एमसी भनिस्? ल थ्याङ्क यू, धन्यवाद रे। अनि किन रे त मलाई नोबेल पुरस्कार समेत पनि पुगाइदिस् भनेर यसरी सोच्नुपर्छ के? अनि त्यसपछि द नोबेल प्राइज अफ इकोनोमिक्स। अब इकोनोमिक्स रिलेटेड नोबेल प्राइज कसले पाएको थियो हैन? त्यो कुरा अब नोबेल भनेको अब हामी यता हेर त, हामी मान्छेहरू हाम्रो अहिले काठमाडौँमा